स्पेशल सेलरोटी कसरी बनिन्छ त्यो भिडियो। यो चाहिँ चामल हो, पानीमा भिजाएको छ। त्यहाँदेखि चाहिँ तपाईँको यसरी कुट्यो पिठो बनाएर। त्यहाँदेखि तपाईँको यस्तो छ है, तपाईँले यहाँ सक्नु देख्नुहुन्छ मिन बनेको छ। त्यहाँदेखि चाहिँ यहाँ पानीमा फिट्यो है, यसरी मजाले पानीमा तपाईँको यो पिठो चामलको पिठो कुटेर यसरी फिटिएको छ। त्यसको बादमा चाहिँ यहाँनिर यसरी मजाले लाउनु हुँदैछ दिदी, हेर्नुहोस् दिदी। त्यहाँदेखि चाहिँ तपाईँको यही सेलरोटी हेर्नुहोस्, को खानुहुने यहाँ दिदीले एकदम बेच्नु हुँदैछ सेलरोटी। सुमन दाजुले किन्नु हुँदैछ मजाले। सुमन दाजु, सुमन दाजु मिठो, एकदम मिठो, एकदम अर्ग्यानिक। तपाईले पनि गेजिङ जाँदा रोकेर खान सक्नुहुन्छ। थ्याङ्क यू।